उता टिलिल्ल झनै टलेको छ यतापट्टि पोहोर पुरा होइन यो च्वाचे यता पुरै जनै त्यहाँ जनै यहाँ जनै तीनटा जनै यतापट्टि च्वाचे मैले चाहिँ लाखेन यो जनै है यो चाहिँ अगोरी बाबाले खाने मसान रेसिपी हो जसलाई के अरे कुन रेसिपी दाइ मसान रेसिपी अगोरी बाबाले खाने अगोरी बाबा त अरे के ढुङ्गा पर्यो यो चाहिँ इच्छा कामना र भरतपुर महानगरपालिका जोड्ने रिग्दी खोला पुल हो। यति बेला चाहिँ हामी भरतपुर महानगरपालिका र इच्छा कामना गाउँपालिकाको यो सिमानामा रहेको रिग्दी खोलादेखि केही माथि जाँदैछौँ। बर्खाको बेला छ, यति बेला पानी चाहिँ अलिक धमिलो छ। स्विमिङ पुल भन्दा अलि यो प्राकृतिक आनन्द लिनको लागि यतातिर आएका छौँ। यो ठाउँ चाहिँ हामीले छनौट गऱ्यौँ। यद्यपि यति बेला बर्खाको कारणले गर्दाखेरि पानी चाहिँ अलिक धमिलो छ। हामीले जुन मिसनले आएका थियौँ त्यसमा चाहिँ थोरै बाधा पुर्याउने जस्तो हामीले देखेका छौँ, अनुमान गरेका छौँ। आशा गरौँ हामी पुग्ने जुन ठाउँ छ त्यहाँ चाहिँ पानी अलिक सफा होस्। कतिपय साथीहरूले भन्नुहोला कि यस्तो बेलामा किन बर्खाको बेलामा यस्तो धमिलो पानीमा किन जानुभयो भन्नुहोला। कुरा के हो भने स्विमिङ पुलमा विभिन्न खालको केमिकलहरू प्रयोग भएको हुन्छ र हामी चाहिँ थोरै प्रकृतिसँग आनन्द लिने खालको समूह छौँ हामी। र हामी यति बेला हामी जाँदै गरेको स्थान चाहिँ हामीले यो देखिरहेको भन्दा केही फरक होस् भन्ने, यतिको होस् भन्ने चाहिँ हाम्रो एउटा आशा लिएर हाम्रो गन्तव्यतर्फ अघि बढिरहेका छौँ। कहिलेकाहीँ छुट्टीको बेला यसरी प्रकृतिमा चाहिँ रमाउन पनि पर्छ भन्ने हाम्रो विचार रह्यो। माछी मारन हुँदै हो भरेलाई चटनी, माछी मारन। बाटो एकदमै च्यालेन्जिङ छ, बाटो अप्ठ्यारो। केही साथीहरू चाहिँ जुत्ता लगाएर आउनु भएको थियो, उहाँहरू चाहिँ बाटोको कारणले गर्दाखेरि थोरै माथि जुत्ता खोलेर आउनुभयो। म चाहिँ थोरै बाटो जस्तो पनि छु, सफल लगाएर आएको छु। यसरी आफ्नो व्यवस्था आफै गर्नुपर्छ भन्ने कुरा पनि हो। दाइ बाटो कस्तो छ? बाटो त त्यस्तै अलिअलि गाह्रो छ। चप्पल लगाएर आउनु भएको होइन? चप्पल लगाएर आउनु परेछ। ल गजब। ल यो भएन मैले दाउरा बोकेर होइन माथि चाहिँ दाउरा पाइएला नपाइएला भनेर यहीँदेखिबाट बाटोमा भेटिएका दाउराहरू यसरी सँगालेर जाँदैछौँ हामी। ओहो हो अनिलको ज्याकेट झरेको पानीमा। अनिलको के हो अनिल? हामी करिब 1 किलोमिटरभन्दा माथि आइसकेका छौँ। डेस्टिनेसनमा त पुग्यो, तर पानीको हाल चाहिँ बेहाल रहेछ है। साथीहरू उतापट्टि आगो बालेर त्यहाँ पकाउने तर्खरमा हुनुहुन्छ। पानी चाहिँ बिजोक रहेछ। अब बर्खाको बेलामा माथिबाट आएको पानी सबै धमिलो छ। अब हामी यसमै भए पनि चित्त बुझाउने तर्खरमा छौँ। हाम्रो उता कलिहरू त छन्। अब यो खोला खोला जाने हो।
पानी चाहिँ मेरो छाती छ घाँटी घाँटी धमिलो भए पनि अब चित्त बुझाउँछ हामी। डुब्यो झन्नै डुबेको ओ माई गड। त्यति बेला चाहिँ हामीले हाम्रो चितवनको एकदमै अनन्य मित्र कृष्ण पौडेललाई सम्झिरहेका छौँ, जहाँ चाहिँ हामीले जापानको माउन्ट फुजीबाट ल्याइएको ढुङ्गामा चाहिँ पकाएर खाने गर्थ्यौँ। त्यसरी नै पकाएर खाने हामीले जमर्को गर्दैछौँ। अलि बाक्लो भयो कि हो, बाक्लो भयो भने पाक्दैन नि, अलिक परसम्म राखौँ। ला खतरनाक भयो नि त है। यताबाट धमिलो पानी भनेपछि अमिलो पानी र धमिलो पानी भनेपछि एकदमै होइन, पाक्दैछ यप्पारी मुखै रसायो मेरो मुखै रसायो। त्यो के रसायो? मनै रसायो दाइ के रसायो? कतिखेर खाउँ जस्तो मिठो होला। ला शून्यमा आइपुगेका छौँ। शून्य जीवन हो, जीवनको चाहिँ अर्थ भनेकै शून्य हो। यो शून्यतामा हामी बसेर शान्तसँग एउटा कुनामा, पहाडको कुनामा बसेर हामीले चाहिँ यो खोलामा बिचको यो भन्छ यो साँगुरो गल्ली जस्तो देखिन्छ, गल्छी जस्तो देखिन्छ, त्यो गल्छी बसेर यो मिठोसँग आनन्द लिइरहेको छौँ। र पाक्दैछ, पाके पछाडि हामी खान्छौँ। त्यसको स्वाद पनि मिठो हुन्छ, पक्कै पनि ढुङ्गामा पोलेको स्वाद अर्ग्यानिक स्वाद हो। आगो त जनाउनै बोलिहाल्छ यार, झलाउनु देखेको मजाले। यो आनन्द चाहिँ करोडमा पनि पाइन्न है। यो आनन्द चाहिँ यो शून्यतामा जाने हो पुरा। यो ओसो हुँदा नि डेन्जर हो यो। अवस्था होस् मान्छे कुनै कुनै बेला ढुङ्गामा बसेर ढुङ्गामा यत्रो मोटो दाउरा यार बोकेर लिएर आयो वहाँबाट त्यो ढुङ्गा पोलेर छोडिदिनु पर्छ अन्तिममा। यो काम लाग्दैन कि आगा राखिदिने छोडिदिने, बारेमा छोडिदिने। आगो चाहिँ मजाले यस्तो मिठो बोल्यो कि छेत्रीको छोराले बाले आएको त्यसै बलिहाल्छ नि त, के भन्नु तपाईँ? उता जनै छ होइन, उता टिलिल जनै टलेको छ। यतापट्टि पोहोर पुरा होइन, यो च्वाचे यता पुरै जनै, यहाँ जनै तिनवटा जनै, यतापट्टि च्वाचे। मैले चाहिँ लाएन यो जनै है, लाउने त म पनि हो, जनै लाउने प्रजाति पनि पर्छ तर नला है। अवस्था एकदम सङ्कटमा गयो। स्विमिङमा पुरै यहाँ रमाइरहनु भएको छ। ल हेर्नुहोस्, उहाँ यहाँ निस्किनु भयो, अगाडि मासु पाकेर खायो।
खाने मसान रेसिपी भन्छ यसलाई के अरे कुन रेसिपी दाइ अगाडि रेसिपी मसान रेसिपी अगाडि बाबाले अगाडि गएको त फेरि के ढुङ्गा पऱ्यो ढुङ्गामा दाई डर के आगे जीते